चिया र चुरोट। फेवा तालको पानी झिलिमिली बत्ती झैं टल्किरहेको थियो। पहाडको छाया अझै ओर्लिएको थिएन, तर शहर बिस्तारै बिउजिन थालेको थियो। लेक साइडबाट बाहिर निस्किएपछि एउटा पुरानो गल्लीमा सानो चिया पसल थियो, सीता चिया घर। चिया घर नामको भए पनि यो सानो टिनको छानो भएको, 3वटा प्लास्टिकका टेबुल र केही पुराना कुर्सी भएको एउटा साधारण पसल थियो। तर यहाँ चिया पिउनेहरूको लर्को कहिल्यै सकिँदैनथ्यो। त्यही भिडमा कुनामा बस्ने एकजना ग्राहक मात्र अलिकति फरक देखिन्थे, सञ्जय। ए सीता, उही उस्तै चिया हगी? हजुरको टेस्ट कहिल्यै बदलिँदैन त, सीता हाँस्दै भन्थिन्। सञ्जय झन्डै 42 वर्षका थिए। घाँटीसम्मकै दाह्री, रातो जाडो टोपी, कालो कोट। हातमा सधैँ नोटबुक बोक्थे, सिङ्गो कागज लेखिएको, फेरि काटिएको, फेरि लेखिएको देखिन्थ्यो। उनी पोखरा आएको 4 वर्ष भयो। त्योभन्दा अघि उनी काठमाडौँमा थिए, गीतकारका रूपमा। उनका गीतहरू कुनै बेला रेडियो नेपालदेखि टिभीका पर्दासम्म बज्थे। म फागुनको घाम जस्तै छु भन्ने गीतले त उनलाई एकाएक चर्चित बनायो। तर त्यो चहक धेरै लामो टिकेन। सञ्जयको जीवनमा एउटा नाम कहिल्यै हराएन, प्रभा। प्रभासँग भेट भएको थियो जब सञ्जय रेडियो नेपाल बाहिर आफ्नो नयाँ गीत बुझाउन लाइनमा थिए। प्रभा त्यही रेडियोमा प्रोग्राम प्रोड्युसर थिइन्। उनको पहिलो भेटमै सञ्जय मन्त्रमुग्ध भएका थिए। तपाईको लेखाइमा गहिराई छ, प्रभाले एक दिन भनिन्। त्यस दिनदेखि सञ्जयले लेख्दा लेख्दै प्रभालाई सम्झदै लेख्न थाले र उनीहरू प्रेममा परे। तर प्रभाको परिवार बडो प्रतिष्ठित थियो, वकिल बाबु, शिक्षिका आमा। सञ्जय त्यतिखेर सङ्घर्षरत लेखक। अन्ततः प्रभा अमेरिका गइन् एमए गर्न। त्यो बेला सञ्जयले लेखेका गीतहरू भावुक भए, गहिरा भए, तर उनीभित्र एकान्त पसेको थियो। प्रेम गयो, सफलता खस्कियो। सञ्जय चुरोटसँग झनै नजिकिए। प्रभा गएकी 2 वर्षपछि उनले काठमाडौँ छोडे। म भुल्न चाहन्छु, उनले आफूलाई भने। पोखरा आइपुगे, जहाँ न त कोही चिन्ने थिए न त कोही सम्झाउने। फेवा ताल उनको नयाँ साथी बन्यो। अनि सीता चिया घर त्यो शरण बन्यो जहाँ उनी धुवाका घेराभित्र आफूलाई हराउँथे। सीता आफैमा एउटा सङ्घर्षको कथा थिइन्। पर्वतको गाउँकी, बाबु बिरामी भएर बितेपछि आमा र भाइ लिएर पोखरा आएकी। केही वर्ष होटलमा भाडा माझिन्। पछि ब्याजमा ऋण लिएर यो सानो पसल खोलिन्। चिया बनाउने उसको तरिका खास थियो। मसला, अदुवा, अलिकति टोकिलो स्वाद जसले ग्राहकलाई फिर्ता ल्याउँथ्यो। सीता आफै कहिल्यै पढ्न पाइनन्, तर जीवनले उनलाई किताबको जति पाठ पढाएको थियो। त्यही भएर होला सञ्जयको आँखामा उनले देखे चुपचापको पीडा। एक दिन सञ्जयले लेखिरहेको नोटबुक सीता चुपचाप हेर्न थालिन्। तपाईले लेख्न छाड्नुभयो? म लेख्छु, तर पढ्नेको छ र? म पढ्छु। म बुझ्न सक्दिन होला, तर म महसुस गर्छु। त्यस दिनदेखि सञ्जय सधैँ एउटा पाना सीतालाई छुट्याउँथे र सीता प्रत्येक पाना पढेपछि चुपचाप एउटा नयाँ कप चिया ल्याइदिन्थिन्, अदुवाको स्वादमा लुकेको समर्थन चाहिँ। चिया पसलमा बिस्तारै नयाँ अनुहारहरू देखा पर्न थाले। त्यही दिनहरूमा आशिष आए, एक उत्साही संगीतकार जो नयाँ स्वरमा पुराना शब्द खोजिरहेका थिए। तपाईको लेखाइ हेर्दा गहिरो छ, आशिषले सञ्जयको नोटबुक हेरेर भने। गीत लेख्नुस्, म संगीत बनाउँछु। हामी केही नयाँ बनाउँछौ। सञ्जयले डराउँदै एउटा गीत दिए, चिया र चुरोट। गीतको बोल यस्तो थियो, चिया तिमी जस्तै हो न्यानो, चुरोट म जस्तै बिस्तारै खरानी। हामी दुई टकराउँछौ, तर बिहान सँगै बिउजिन्छौ। एक साँझ सञ्जयले चिठी पाए पुरानो ठेगानाबाट। प्रभाको चिठी। तिमी अझै लेखिरहेछौ भन्ने थाहा पाउँदा आश्चर्य लाग्यो। तिमी माथि गर्व लाग्यो। म पोखरा आउँदैछु केही दिनका लागि। यदि भेट्न मन लाग्छ भने। सञ्जय अस्थिर भए। धेरै वर्षपछि फेरि त्यही अनुहार, त्यही नाम। तर अब उनलाई डर लाग्न थाल्यो, म बदलिएको छु। के उसले चिनेकी सीता जस्तै न्यानो हुनेछ? प्रभा आइन्।
लेक साइडमा उनीहरू भेटे। तिमी अझै उस्तै कविता बोल्छौ, प्रभा मुस्काइन्। तर अब म त्यो कविता बन्न सक्दिन, सञ्जयले भने। त्यो रात सञ्जय चुपचाप सीता चिया घर पुगे। पसल बन्द भइसकेको थियो, तर सीता कुर्सीमा बसेर किताब पढिरहेकी थिइन्। सीता, म अब लेख्छु, तर तिमी बिना सक्दिन। सीता हाँसिन्। तपाई चिया जस्तै न्यानो हुनुभएको छ। अब चुरोटको ठाउँ शब्दहरूले भर्नुहोस्। चिया र चुरोट गीत भाइरल भयो। युट्युबमा लाखौं भ्युज आयो। रेडियो, टिभी, इन्टरभ्यू, सञ्जय फेरि चर्चामा आए। तर उनले सधैँ भने, यो गीत मेरो होइन। यो चिया बेच्ने एक महिलाको प्रेरणाबाट जन्मिएको हो। सीता चुपचाप मुस्काइन्। उनका आँखा रसाएका थिए। अब पनि बिहान सञ्जय सीता चिया घर पुग्छन्। नोटबुक खोलेर लेख्न थाल्छन्। सीता चिया ल्याउँछिन्, तर टेबुलमा चुरोट देखिँदैन। सञ्जय भन्छन्, अब जीवन आफैमा स्वादिलो छ। चुरोटको धुवा होइन, शब्दको बास्ना मन पर्छ मलाई। निष्कर्ष, जिन्दगी चिया जस्तै हो, तताउँछ, पोल्छ, तर स्वाद दिन्छ। चुरोट जस्तै बिस्तारै सकिँदै जाने, जीवन जलाइराख्ने साथी। तर जब कुनै सीता हाम्रो जीवनमा आउँछिन्, हामी फेरि लेख्न, फेरि बाँच्छौं। अरू पनि यस्तै नयाँ कथाहरू सुन्नको लागि च्यानललाई सब्स्क्राइब गरेर बेल आइकन थिच्न नबिर्सनुहोला। धन्यवाद। शुभरात्रि।